Hello Remo. हजुर. Yes. Hi Remo. Hello, Ma. How are you Remo? ठिक छ तिम्रो? यो चाहिँ के हो रहेछ? कस्तो टल्केको मेरो दाँत त? दाँत राम्रो छ नि तेरो. मेरो होइन ऐना मेरो होइन पहेँलो छ यहाँ हेर टल्किएको छ. मेरो त यसरी फुटिरहेछ. पहिले तँलाई फर्स्टमा चाहिँ कसको माया लाग्छ अरे? मलाई सबैको. सबैको? हजुर. अनि अलिकति बढी चाहिँ माया कसको लाग्छ? सबैको तिम्रो. सबैको? हजुर. ठुलो हो? हजुर. भित्रैबाट भने तैँले? हजुर. होइन होला एउटाको थोरै बढी माया लाग्छ कसैको न कसैको भन्. नडाटी. सबैकै हो? हजुर. अनि यता हेर न हेर. मलाई तेरो माया लाग्छ कि मेरो माया लाग्छ भन् त? मलाई सबैको लाग्छ. होइन के धेरै चाहिँ आफूले आफूलाई माया गर्ने कि अरूको माया लाग्छ तँलाई भन् त? मलाई इक्वल. होइन अलिकति आफूले पहिला आफूलाई माया गर्नुपर्छ होला. आफू नरहे कि माया अरूलाई माया गर्नु पाइँदैन. आफूले आफूलाई माया गर्नु पर्यो पहिला होइन. त्यहाँबाट दोस्रो होला होला. फर्स्टमा आफूले आफूलाई माया गर्नु पर्यो अनि मम्मीलाई माया गर्नु पर्यो बाबालाई माया गर्नु पर्यो अनि बाजे कोकोलाई माया गर्नु पर्यो केयर पनि गर्नु पर्यो होला कि कसो हो? हो अनि मलाई पनि होला नि त फेरि बिचमा. अनि पहिला रेमोले तिमीहरूले भनेको होइन मलाई घर बनाएर अनि सेक्युरिटी राखेर पाल्छु भनेको नि तिमीहरूले? बिर्सेको छैन? बिर्सेको छैन तिमीमा. हो राख्छौ? सेबु दाले भन्नुभएको थियो. सेबु रेमो सबैले भनेको अनि तिमीहरू हामी म राख्छु भनेको थियो त्यतिखेर. अहिले चाहिँ राख्नु मन लाग्दैन हो? सेबु दादाले भनेको थियो भन्नुभयो त. सेबु दादाले भनेको थियो भनिस् त. भनेपछि तँलाई अहिले चाहिँ तिमीमाको माया लाग्नु छोडेछ है भन्ने कुरा बुझिन्छ हो? ओहो अलिकति मलाई त शङ्कै लाग्यो रेमोले अब चाहिँ माया गर्दैन भन्ने लाग्न थाल्यो मलाई. यस्तो लाग्यो है. के लाग्छ माया? हो अनि राख्छौ त पछि घर बनाएर अनि सेक्युरिटी राखेर मलाई घरमा राख्छौ त? हो म ढुक्क भएर बस्ने हो? यता हेरेर बोल्ने हो? यो सत्य हो कि झुट हो भनेर पछि थाहा भइहाल्छ नि. म यो भिडियो चाहिँ राख्छु होइन. अनि रेमोले मलाई कति माया गर्दो रहेछ पहिलाको भिडियो नि छ नि त. तिमीहरूले त्यो 5 भाइ मैले गाउँमा लिएर जाँदाखेरि तपाईँलाई हामीले यसरी पाल्छौँ यसरी हेर्छौँ यस्तो घर बनाउँछौँ भन्दै कुदेको थियो नि हामी होइन? रेमो अङ्कित सेबियाङ अनि ऊ पनि थियो कि के हो? हेलन पनि थियो? ए रोजन होइन कतिखेर गएको थियो र रोजन त हामीसँग? 3 जना थियौँ हामीहरू. हेलन र रोजन गएको थिएन होला कि 3 जना चाहिँ जस्तो लाग्छ कि कतिजना थियो अब त्यो पछि. यता हेर्न कस्तो राम्रो फुलहरू छ. ए मम्मीहरू छुट्टिनु भयो. अनि रेलीमै माया गर्ने हो नि त खै को कुरो भन्नु त. छुट्टिनु भयो. अनि छिटाउनु मम्मी भनेर. रेमोले अहिलेसम्म पनि सत्य बोलेको भन्दैछ. पछि चाहिँ अब हेरौँ भदैहरूले कतिको माया गर्छ. 5 जना भदैले माया गरेन भने त तँलाई त बुढीलाई म भनेर घरबाट निकाल्यो भने पछि यता हेर भन् न त्यसो गर्छ? गर्दिन तिमीमा. साँच्चै हो? हजुर तिमीमा. ओके मलाई माया गर्छ अरे. पछि हेरौँ बुढेसकाल लागेपछि के विश्वास यता पनि नसकिने यता नि आइया उता नि आइहाल्छ होला. अहिले अलिअलि गर्न सकिन्छ त हेर्छु नि म गर्छु नि भन्छ. भोलि पर्सि हेर्छु हेर्दैन त्यो त त्यतिखेर थाहा हुन्छ होइन रेमो? ल यो पक्कै हो रहेछ रेमोले मलाई हेर्दैन अहिले नै हजुर भन्दैछ. होइन त्यस्तो हुँदैन भन्थ्यो नि त्यसो भए.
रेमोले हेर्दैन रहेछ पिरै लाग्यो मलाई त तर 5 जना रेमोले पछि मलाई हेरेन भने म सेबीकोमा जान्छु सेबीले हेरेन भने हेलनकोमा जान्छु हेलनले हेरेन भने को रोजनकोमा जान्छु रोजन हेरेन अङ्कितकोमा जान्छु फेरि अङ्कितले 1 महिना बसेर अङ्कितले हेरेन भने फेरि रेमोकोमा आउँछु अनि फेरि एक महिनामा त फेरि तिमीहरूको माया बोलाउँछ होला नि होइन हो यता हेरेर भन् न मैले सिरियसली भनेको हो यता हेर्न अनि भने पछाडि रेमोले पक्कै पनि मलाई माया गर्दैन भन्ने थाहा भयो है रेमोले एकदमै झुट बोलेछ यो अलिक ठुलो भएपछि रेमोको कुरा बद्ल्यो अब पहिलाको भिडियो र अहिलेको भिडियो राख्नु पर्यो अनि यो चोटिको पनि फेरि रेमोले यति त अहिले अलिअलि त माया देखाएको छ अब अर्को साल हेरौँ के हुन्छ यस्तो छ मेरो भदेहरू अब के हुन्छ हेरौँ हामी चाहिँ कोटवाटर जाँदैछौँ रेमो पर्ख न यसरी जाँदैछौँ हामी अब पुग्न लाग्यौँ अब फेरि अर्को भिडियो उमा पुगे पछाडि कोटवाटर पुगे पछाडि अहिले चाहिँ यति नै हिँड गर्नु पर्यो यस्तो छ हेर्दैछ आथा मलाई चाहिँ अलिक सन्चो छैन के हेरेको त्यो ल बाई गर बाई शब्द केही राख अनि भन् बाई गर यही भन् त्यहाँ बस्न त यहाँदेखि नेपाल जस्तो हेर्छ यो भिडियो सुरुदेखि अन्तिमसम्म हेर्दिनँ यो रेमोले के भनेको छ के भनेको छ र पछि के गर्दै जान्छ भिडियो हेर्दै जानु होला सबैजनाले अनि रेमोले कति मलाई केयर गर्दै लान्छ अन्तिममा कस्तो गर्छ भनेर हेर्नु होला है गाइस सबैले हाम्रो भिडियो हेर्नु रहेछ घर हेर्नु रहेछ ए टिकटकतिर पनि हो हिजो यही बाटो देखाएको होला कता दादा गाडीदेखि त्यो अङ्कलको कोप्पा त्यही बाटो देखियो होला हेर्दै हेर्नु होला अँध्यारो भयो बाबाई अब सबैजनालाई बाई बाबाई गाइस अघि भनेको बाई बाई अब कति भन्नु अरे के तर अन्तिम भिडियो सुरुबाटै हेरेर रेमोले के बोलेको छ सबैले हेरिदिनु होला सुरुमा भन्नुपर्ने तिमीले अन्त है अन्तिममा भयो फेरि सुरुमा नै भन्छ अब म रङ भयो त्यसो भए आइतेरैमा